गाइज म चाहिँ यहाँ ग्रेड गर्दै तर खै त स्ट्यान्ड पनि छैन के गर्नु बनाउने मान्छे यहाँ छ छोडेर त मैले पनि भइछ छैन सुन्नु हुँदैछ हेलो गाइज फेबुलु नमस्ते भन्दै आज फेरि एउटा नयाँ ब्लगमा है आज चाहिँ मैले बेलुकादेखि सुरु गरेँ गाइज किनभने मिसेसले भनिरहेको थियो क्या चारवटा जस्तो इस्कुस छ कि ग्रिड गरेर राख त बेलुका सब्जीको मोमो भनिरहेको छ क्या त्यसले गर्दा चाहिँ फेरि ब्लग बनाउने इच्छा लागिहाल्यो मोमो त भन्नै हुँदैन गाइज ल गाइज म चाहिँ यहाँ ग्रेड गर्दैछु चट्टै यसमा यहाँ हेर्नुहोस् यस्तो बेरी छ आमा हो एक कराई भइसक्यो यहाँ थियो सकिदिए आफ्नै ब्लग हेर्दै बस्दैछ है गाइज म चाहिँ त्यही हो सडक्क बनाएर चाहिँ यहाँ मोमोको आइटम गरिदिइरहेको छु लु गाइज अब यो चाहिँ भोलि हुन्छ कि कहिलेसम्म हुन्छ म जान्दिनँ हो तपाईँहरूलाई यो पनि पस्किनेछु यो भिडियो पनि हो लाइक सब्सक्राइब सेयर कमेन्ट गरिदिनुहोस् है भन्दैछु तर खै त गाइस गर्नुपर्छ है ल यसो कमेन्ट त लेखिदिनुहोस् कस्तो के भयो यसो मलाई पनि याद हुन्छ नि त ल त्यति चाहिँ गरिदिनुहोस् न भन्दै मैले एउटा चाहिँ भाइलाई रहेछ भाइ प्याजै नपाएर कहीँ प्याज नपाएर खत्तम भयो भाइ बिचार स्कुलबाट आउने बित्तिकै प्याज ल्याएको कति 1 केजी हो कहीँ छैन प्याज 1 केजी मात्रै लु छुरी पनि निकाल्दै त भाइ यो तासेर म रेडी गर्छु अलि बेलुका फेरि आइटम छ नि त मोमो आइटम छ गाइस ल अलि बेलुका फेरि भेट्छु तपाईँहरूलाई फेरि यो डट्टे हुँदैछ भाइले प्याज ल्याएर रेडी गर्यो मैले छिलचाल पारेर धुइधाइ गरेर अब रेडी छु अब काट्नुपर्छ ल गाइस प्याज पनि काट्नु सुरु भयो अब चाहिँ प्याजहरू टक्कै काटेर मैले गर्दैछु काटेर होइन गर्दैछु हो आधी चाहिँ यहाँ हालेँ मेरो चाहिँ अलिक डोठे कटाइ हुन्छ सब्जीको मोमोमा चाहिँ प्याज कटाइ हो यहाँ यस्तो काट्दैछु अन्त तपाईँहरूलाई अब एउटा हातले त यस्तो देखाउनु सक्दिनँ गाइज हुरुक्कै हुन्छ हो एउटा हातले त स्ट्यान्ड पनि छैन के गर्नु अब दुःख लाग्दो केस अन्त त्यसले गर्दा गाइज तपाईँहरूलाई म त्यही भन्नु चाहन्छु कि ल के हो बिचरा बिमारीहरू यस्तो लान्छ घरको छेउमा बाटो हुनु पनि के सुन्नुपर्छ गाइज है त्यस्तो हो सबैको के आफ्नो आफ्नो हो है र अब गाइज बेलुका बनाउँदै गरेको हुन्छ त्यहाँबाट खाँदै गरेको हुन्छ त्यहाँबाट सुत्दै गरेको हरेक बिचमा क्या हुन्छ गाइज तपाईँहरू कस्तो के हुनुहुन्छ सन्चो सुविस्ता हुन्छ होला अहिले वेदर पनि दामी भइरहेको छ कालेबुङमा हो तपाईँहरूकोतिर पनि दामी भइरहेको छ यो ब्लग पनि आउँदैछ है गाइज ल चाँडै नै आमा पिक्चर जस्तो यहाँ हल्का रमाइलो है फेरि भेटौँ ल अस्ति भिजाको मचाहरू चाहिँ धुएर यस्तो भइरहेको छ गाइस सफा निट एन्ड क्लिन भएको छ यतिको चाहिँ हेर्नुहोस् न र आजको मैले भने त आइटम सुरु भयो देखाउँछु डल्लो साला कता डल्लो थाक पाएको जस्तो लामा थाक यी बनाउने मान्छे चाहिँ यहाँ छ अघि काट्ने कुट्ने मान्छे चाहिँ यहाँ छ कुट्ने चाहिँ होइन काट्ने प्याज काट्ने इस्कुस काट्ने अदुवा काट्ने प्याज काट्ने इस्कुस काट्ने अदुवा काट्ने सब मान्छे चाहिँ पुर्ने हो हामी चाहिँ इस्कुसको मोमो चाहिँ पुरा रुचाएर खान्छ भोक लागिसक्यो बनाउँदैन कसरी भोक लाग्यो भनेको मुख यता हेर्नु त अघि बिहानै मैले अघि आउँदा नि भनेको मैले पनि भैँसीको उयो खाइकिन आएको नै हो भर्खर फेरि आजकल त प्रिय त प्रधान किन जोत्छस् यस्तो चाहिँ अब यस्तो हुन्छ क्यामेरा भन्नु ससेस घिमा नेवार चाहिँ यहाँ हो तामाङ चाहिँ यहाँ हो तर मान्छे अचार यति हाल्दै कि पिरो नेवारको चाहिँ मासु यता गएछ अनुहार र जिउडा चाहिँ तामाङपट्टि गएछ गाई तामाङ हो त्यो भैँसी खाने नेवारको मासु चाहिँ खाने भैँसी खाने गोरु र अब सुँगुर त खानु पाउँदैन हो पहिला सुँगुर त खानु पनि हुँदैन गोरु त खानु दिने सुँगुर जातले हुँदैन नानी
गोरु तिमी कहिले काहीँ खान्छौ खानै दिएको छ घरमा बनाएको जस्तो खानु पाए पो घरमा त आफूले ल्याएर जस्तो पनि बनाउनु पायो नि त नानाको चुला छ नि खुल्ला लादो तुम्लेर बस ल गाइस मलाई भन्छु अहिले फेरि आउँछ ल चुला खुल्ला छ मासु पकाउनुको लागि म खाँदैछु कसले दियो सुङ्दी मलाई त दिएन त राख्दैछु छु ए हामीले पनि के रे हामीले ल्याइदिएको दलाई लामाको सुङ्दी दलाई लामाको ल्याइदिएको थ्याङ्क यू लामाको दर्शन गरेर हामीले थ्याङ्क यू सो मच अस्ति मैले धेरै धन्यवाद तपाईँको मैले उसमा देखेको थिएँ फेसबुकमा देखेको थिएँ मैले तपाईँ दलाई लामासँग भेटिरहेको आज सुङ्दी लाउनु पाएँ एकदम धेरै धेरै धन्यवाद तपाईँलाई थ्याङ्क यू है यहाँ यी तिनजनालाई दिनुभएको रहेछ है यसु कृषु र किरण यी हो यो सुङ्दी चाहिँ छोरा छोरा चाहिँ पर्खाइ चिन लौ यो लगाऊ म मिलाइदिन्छु ल ल ल ल ल लु छोराले के भन्छ अरे अफ क्यामेरा भाइ उयो मुकेर खुसी सुरु भए कर्ता कत्रो बेलिया हौ कत्रो बेलिया यी बनाउने मान्छे चाहिँ यस्तो छ यहाँ भर्खर आएर चिया खाजा खाँदैछ हामीले त खाँदैछ यो चाहिँ इटकुटको मोमो स्क्वास आज पुर्ने हो सब्जीको मोमो खाएर तुर्ने हो घुमाउनुपर्छ नि गाइस देखि बसेर घुमाएको अब चाहिँ खाँदाखेरि भेट्नुपर्छ गाइस ल दामी हुँदैछ दामी यसमा अचार चाहिँ के को अरे डल्लेको हुनुपर्छ डल्लेको ल गाइस एकदम दामीसँग खानुपर्छ प्लेन रेड अचार अरे तर प्लेन अरे नमिसेको खालि डल्ले डल्ले र टमाटर बास गाइस अलि भेट्नुपर्छ फेरि ल सुनाम दिएको ल लु हे रेडी भयो नाना अचार त तानिदिनुहोस् त यी दाना पनि रेडी आइसकिसक्यो ममडै अचार चाहिँ यस्तो चाहिँ कस्तो राख्छ आज सादा नानालाई हालिदिनु छिटो उयो हाल न मोमो इस्टवाला तातो मरे खै यसको चेप्ने थियो त अरू बेला त चेप्नेरै हाल्छ त यो चाहिँ मेरै गाई डल्लो पनि छ लाम्चे पनि छ है गाइस लाम्चे लाम्चे मोमो त झटारो पो आउँदैछ त चुई झटारो पो आउँदैछ त भयो लु गाइस अचार हालिदिनु त नाना अलिकति यता तान्नु त अचारको म आफै हाल्छु अचार चाहिँ बेसी खानु हुँदैन यो अचार मैले अघि चाहेको छु नानालाई झन् बेसी हाल्दैछ पिरो हुन्छ है बरु थपेर खानुपर्छ गाइस उयो चाहिँ गर्नु हुँदैन मलाई नहालिदिनु है पहिला गाइस लाम्चे चाख्छु लु छुटुट अलिकति छुटुट गरौँ ल मेरो पानी पनि छोप्नुपर्छ अहिले खानुपर्छ लु है गाइस तातो छ तिर्के चाख्नु त कस्तो रहेछ कस्तो रहेछ नाना तातो छ है बिस्तारै खानु नि पिरो छ सानो सक्छु गाइस सानो भनेको तर सानो टोक्छु तातो छ
गलाउँछ भनेर नहालेको त्यसलाई हालेको छु भनेको छु मैले त पहिला लाम्ची चाहिएको अहिले सक्छु डल्लो अहिले सक्छु ए मैले यहाँ राखेको पनि हुन्थ्यो त अन्त होइन चोकै त आम्मामा हेब्बी जाँदो बिहान नि मैले टिफिन हालिदिएको होइन थालीमा सब्जी ए यसो ओ यसो सबै खाएँ हिला गरेको फेरि ओ यसो खाने गर यस भएर त लु कस्तो भएछ ट्रक इस्कुस मनपर्छ होइन उसको भनेको डल्लो चाख न डल्लो चाख्छु खै फर्स्टमा चाखेँ गाइस डल्लै अब चाहिँ चाख्छौ हेब्बी भएछ नि हौ डल्लो चाहिँ डल्लो पो दामी भएछ त यसो नरम पनि नरम भएछ यो पनि मोमो तातो अचार रातो एकदम दामी हुन्छ गाइस बुझ्यो केही नमिसाएको अचार हो सधैँ मिसाएको खायो नि त है बिचरा यी छोरा चाहिँ यस्तो पढ्नुपट्टि लागिहाल्यो हो अघि खाएको तर रोटीहरू खायो नि त आलुदमहरू है कतिलाई खान्छ मोमो एकछिनतिर ल मैले छोराहरू भनेको लु कम्ती खा अब अहिले भेटौँ है गाइस यो सबैले खाँदैछ हो मिठो गरेर अब लु मेरो लाइस अब यो बाहिर देखाउँछु त्यहाँबाट चाहिँ भामले देखाउँछु गाइस अहिले भेटौँ है गाइस ल तातो भयो नि त दामी छैन तातो भयो देखिनुहोस् ल नाना ऊ नाना पनि तातो भएर लु यसो कस्तो भन्दै तिमी फेरि मिठो भयो लु गाइस राखेँ अहिले भेट्छु गुड नाइट भनेर राम्रोसँगले भन राम्रोसँगले गुड नाइट अगाएन होला अब बेसी भएर यहाँ मान्छेलाई चाहिँ उसले खाँदैन नि बेलुका कस्तो भयो तिमीले बेसी भयो मिठो भयो बेसी भयो नि त तिमीलाई बेसी भयो मजाले खायो चाहिँ उब्रियो यो चाहिँ टेलर मात्रै छोराको लागि उयो 2 मक्टु आज्दैछ हुन्छ लु अचार पनि यति उब्रियो गाइस अचार पनि यति उब्रियो लु अब पानी खाइदिनुपर्छ अब साप अब सिजनलाई दिनुपर्छ के को फटक्क भयो पानी सिजनको काम गर्नु लास्टमा चाहिँ हाम्रो के छ भाइ सिजर सुन्दैन नि यसले कान आजकल सिजर ट्याक्कै हेर्दैन हो बेतो छ कि आजकल हेर्दैन पनि केही पनि गर्दैन हो आम्मामा ल पानी खाइदिउँ ल गाइस आज चाहिँ दामी भयो सब्जीको मोमो हो धेरै दिन बादमा अस्ति मासुको खाँदै 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 आएको हो अब चाहिँ टक्कै घरमा आइपुग्छ सब्जीको क्या जे पनि खाएन बेसी खाएन तितो हुन्छ भन्छ नि त्यस्तै भएको थियो मासु चाहिँ पुरा भैँसी खसी कुखुरा खाँदा 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 चाहिँ टक्क आएर घरमा चाहिँ सब्जीको मोमो खाएको आम्मा दामी भयो गाइस मिठो पनि भयो क्या घरमा बनाएको चाहिँ घरमै बनाएको हुन्छ अब होइन अस्ति उता पनि घरमै बनाएको त्यो पनि दामी भएको थियो हो यहाँ पनि दामी भयो यहाँ फलो पनि दामी गर्नु न कस्तो अरे फेरि भन त यहाँ फलो पनि दामी गर्नु न खै छोड त भाँडा मोल्ने भाँडा अब कसको टर्न भाँडा मोल्ने चाहिँ त मोल्दिन है भाँडा चाहिँ गाइस बाथरुममा अब कसले मोल्छ उसको ड्युटी लु गाइस आजलाई यति भन्दै ब्लग आउँदैछ बिस्तारै बिस्तारै गर्दै भए पनि 1-2 दिन ढिलो हुँदै भए पनि हो हेर्दै गर्नुहोस् माया सपोर्ट दिनुहोस् भन्दै फेरि तपाईँलाई नेक्स्ट ब्लगमा भेट्ने छु बाई बाई गुड नाइट शिवरात्रि गाइस 12 बजे छ जोगी आए सुन्नुहुँदैछ एडिटिङ गर्दा गर्दै जोगी आइपुगेर टेन्सन भयो नि हौ गुड नाइट चाहिँ सबैलाई